पहिला मात्र तेरो कदम अगाडि चल्यो भने तेरो हात खुट्टा भाँचेर के गर्नुपर्छ मलाई मात्रै थाहा छ। यो केटासँग कहिले पनि भेट्दिन भनेर आमासँग प्रमिस गरे कि होइन? आज आमाको प्रमिस बिर्सेर यो केटासँग भेट्न आइस? ए केटा, भेट्न चाहिँ तैँले नै बोलाएको होला होइन? बाबा प्लिज उसलाई केही नगर्नुहोस्। उसले बोलाएको होइन, म आफै उसलाई भेट्न आएकी हो। ऊ अहिले एकदम अप्ठ्यारो अवस्थामा छ। म मात्र एउटा साथीको नाताले उसलाई सान्त्वना दिउँ भनेर आएकी थिएँ। बाबा प्लिज उसलाई केही नगर्नुहोस्, हामी गर्छौँ बाबा। कसरी विश्वास गर्ने तँलाई? आमाको प्रमिस त तैँले बिर्सिस् भने तँले म विश्वास गर्न सक्छु? बाबा अबदेखि यस्तो हुँदैन के। अब पनि म उसँग बोलेको भेटेको थाहा पाउनु भयो भने मलाई जस्तो सजाय दिए पनि हुन्छ। ल ठिक छ, ल गरे। फोन पनि लाग्दैन। भाउजू कति धेरै तनावमा हुनुहुन्छ होला। कहाँ हुनुहुन्छ होला भाउजू?